के नेपालको आफ्नो अस्तित्व छैन? हामी वीर, परिश्रमी र स्वाभिमानी नेपाली, तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान, हाम्रो श्रम, सिप सबै थोक खोसिएको त छैन। यस्तो दारुण दृश्य देख्दा हामी सबैको आँखा रसाउँदै गएका छौँ। आजको युग विकासको युग हो। आजको युग प्रविधिको युग हो। हामी आफ्नै स्रोत, साधन, आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्वारा आफ्नो युगानुकूल उन्नति चाहन्छन्। त्यसैले सोच्ने बेला आयो। अब कुन, के, कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने, कस्तो प्रणाली, पद्धति र परिपाटी हामीले अगाडि